कति रमाइलो हो, कति रमाइलो हो। हेर्नु पद दिदी कति रमाइलो हो। बनाउनु दिनु न, बनाउनु दिनु। तल तल लिएन कहाँ कहाँ वनबाट झर्दै कि दाइहरू त यहाँ आइपुग्नु अझ तिनीहरू आउनेसँग भिडियो गरिदिनु पर्छ। छिटो छिटो आयो त गोसाइकुण्डा। रमाइलो भयो, रमाइलो एकदम रमाइलो बाटो हिँड्न नि रमाइलो भयो है। ल ल आउनु छिटो 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 आउनु छिटो। आनन्दसँग गइयो, भगवानले पुर्याउनु भयो होइन। हजुर यहाँ दाइहरू आउँदै हुनुहुन्छ, त्यही भएर गरिदिएको। हेलो 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 ल ल ल ल ल हेलो 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 ल ल गोसाइकुण्डाको यात्रा सफल सफल हुँदैछ ल। हेर्नु सब गोसाइकुण्डा गएर आएको हेर्नु कति दामी बजाएर हेर्नु यो वनको ठाडै ठाडो 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 उकालो 2-3 घन्टा हिँड्ने अरे। त्यहाँबाट फेरि अलिअलि तर्फा तर्फा छ अरे। हजुर ल ल म फेसबुकमा हालिदिन्छु हेर्नु होला। चितवनबाट गाह्रो भयो, हिँड्न गाह्रो भयो। मोटामोटी हेर्नुपर्दा भने 90 डिग्री चाहिँ म भन्ने छैन, 80 डिग्रीको लाइनमा हाम्रो बाटोहरू चाहिँ तय गरिएको छ। धेरै नै उकालो छ, ठाडो उकालो। यो उकालो चाहिँ देउरालीबाट दिम्सातिर जाँदाको र एरिया पनि जङ्गलको एरिया पर्दछ र यो धेरै ठाडो छ र जति पनि यहाँ स्वार्थ बादल आउँछ क्या। के अरे चन्दनबारी रे हो। चन्दनबारीमा पानी थाप्दै गर्नुभयो। यहाँ फुलबारी कति राम्रो हो। किसिम रहेछ हजुर। अचाउनु पनि ठुल्ठुलो छ, जत्रो ढाले पनि हुन्छ। हेर्नु दिदी नि अब फुल टिप्न लाउनु भयो। चन्दनबारी चन्दनबारी आएका भात खान टक्रिरहेछ नि। हेर्नु त कुहिरो लगाएको भन्दा पछाडि हामी जाने अब। हेर्नु आज गएर त तल फेदीमा भयो नि, भोलि बल्ल नुहाएर कति बजे हुन्छ बल्ल फर्किने। सबै साथी गए, कोही गइसके, कोही तल आउँदैछन्। यहाँ त टिम छ, कोही हिँड्न नसकेर सबैको हालत खराब भइरहेछ। हजुर ल हेर्नुहोस्, नसक्ने कोही घोडामा आउँछन्। कमलाहरूलाई फोन गर्न पायो भने भन्ने त्यही होला। यस्तो बाटो छैन यहाँ त अलिक डोरे ठोरा चरासो रात मिलेको छ। यो बाटो कहाँ जाने होला माया
मायासँग भेटोला नहोला आउनु 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 बिस्तारै आउनु आत्तिन हुन्न यता नि खिच्नु कसैकोमा जान लाग्यो 4 घन्टा पुग्छु भने कहीँ कसले हो हो कि नि घोडाको अहिले कन्फर्म गर्न पर्छ अनि घोडासित जाने उज्यालो हुनेसँग यहीँ बस्छ नि म यता नगएको होला हो त नि गरौँ कि 3 बजे हिँडौँ 3 बजे हिँड्ने 4, 5, 6, 7 बजे पुगिन्छ घोडाले 6 बजे भन्नु अरे झन् ढिलो पारिदिनु भयो हेर्नुहोस् हजुर हाम्रो सुत्ने बिस्ताराले हेर्नु यो बिजोक घोडा फेरि उज्यालो नभए गोसाइकुण्ड आएको यस्तो छ हालत हेर्नुहोस् भएन घोडाले त होला जस्तो भएन 1.5 घन्टाको बाटो त रहेछ नि केही बोल्नु छ 1 घन्टा अरे घोडालाई केही छैन हालत खराब भयो हालत खस्ता भयो हामीलाई त 2 घन्टै लाग्ला हेर्नु हालत खराब यहाँबाट हामी गोसाइकुण्ड यहाँबाट हिँडेर ठिक्क हिँड्ने 3 घन्टामा आइपुग्छ हो र 3, 4, 5 कता हिँड्यो हजुर हेलो गोसाइकुण्ड हजुर यो अघि जाने पार्टी कहाँ हिँडेको रहेछन् चुमुक चुमुक गर्दा लुगामा थाहा पाउँछ ल हिँड्यो हजुर गोसाइकुण्ड आज कहाँ गएर बस्ने भने थाहा छैन हेरौँ यता घोडा चलाउनु पाउने मान्छेको ऊ हुन्छ आउन त आउँछ त नि यहाँ समितिले दिँदैन यता यहाँ मान्छे हिँडिरहेको छ परमात्माले मलाई दिदी कस्तो भयो ठिकै छ बाबु सफा गर्दै आएकै छु गुड भगवानको शक्ति भगवानले शक्ति दिनुभयो ल ठिक छ दिदी अब छैन धेरै ल ल हिँड्नु 12,000 फिट माथि आछु आउन सहिलो हुन्छ बहिनी